अब यो प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा उता जानुभयो अरे भन्ने बारेमा कुरा आएको छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन, यो कुरा एका राख्नुपर्छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन। प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँले चाहिँ सरकारी सुरक्षा संयन्त्र उहाँसँग आफै अटोमेटिकली तपाईँको चाहिँ एक्टिभ भएर जाने गर्छ र उहाँ निजी जानुभएको मन्त्री परिषदलाई चाहिँ सूचना नदी, संसदलाई सूचना नदी जानुभएको के खानु जानुभएको? हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फल्या छैन होला अहिले, के चाख्नुभयो जानुभयो हो, त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाफ दिनुपर्छ। सभामुख महोदय, विपदले तपाईँको चाहिँ बाढी पहिरोले गर्दाखेरि आक्रान्त छ यतिखेर मुलुक। सुनसरी 4 मा पर्ने बराह क्षेत्रको तपाईँको 6 र 9 मा कोशी कटानले गर्दाखेरि त्यहाँनिर बिघौँ बिघा 50औँ 60 100औँ बिघा चाहिँ खेतीयोग्य जमिन काटिएर नाश भइराखेको अवस्था छ।